नेपालीहरू हामी मान्छे गरिब कि हामीहरूको माइन्डसेट गरिब। आज छोटो एक्सप्लेनेसन गर्छु। एक्सप्लेनेसन चाहिँ के हो भन्दाखेरि जस्तै तपाईँहरूसँग एन्ड्रोइड फोन छ, त्यसपछि तपाईँ भिडियो बनाउन गइरहनु भएको छ भने तपाईँलाई के लाग्छ, मसँग क्वालिटी छैन यार, अलि राम्रो क्वालिटीको फोन भइदिएको भए भिडियो बनाउँथेँ। सामान्य इक्जाम्पल दिँदैछु म। अनि त्यसपछि तपाईँले एउटा एन्ड्रोइड किन्नुहुन्छ, अनि एन्ड्रोइड किन्दाखेरि फेरि भिडियो बनाउँदै जानुहुन्छ, अनि यार मसँग यार अलिकति राम्रो ट्राइपोड भइदिएको भयो है, अनि स्टेबल हुन्थ्यो, राम्रो कन्टेन्ट बनाउनुहुन्थ्यो, अनि तपाईँसित ट्राइपोड पनि हुन्छ, ट्राइपोड पनि भइसक्यो भने अनि त्यसपछि फेरि तपाईँलाई के लाग्छ भन्दाखेरि ओहो मसँग एउटा माइक भइदिएको भए साउन्ड क्वालिटी राम्रो हुन्थ्यो, अनि त्यो माइक पनि हुन्छ, अनि त्यसपछि फेरि टर्न तपाईँ कहाँ हुनुहुन्थ्यो क्वालिटीमा, सुरुमा फेरि त्यो क्वालिटीमा निस्किनुहुन्छ, ओहो मसित राम्रो क्यामेरा भइदिएको भए भन्ने हुन्छ। तपाईँहरूको टोटल क्वालिटीको अनि त्यसपछि मेटेरियलको फन्डाभन्दा पनि सबैभन्दा ठुलो फन्डा अल्छी कतिपय यति कन्टेन्ट क्रिएटरहरू छन्, तिनीहरूले चाहिँ कसरी बनाउँछन् भन्दाखेरि भिडियो कन्टेन्ट आफूले सिस्टम बनाएर हामीले फलो गर्नुपर्ने भनेको त्यो सिस्टम हो। अनि सिस्टम भनेको के हो,